Hello everyone, welcome back to my another video in the series of C programming playlist. If you are a BCA, BIT, CSIT or any computer science student, this video is for you. Today we are going to learn two topics from Unit 1. First topic is what is programming language and types of programming language. By the end of this video, you will clearly understand how humans communicate with computers and the different types of programming language used in software development. So let's get started today's video. First I need to open my PDF. Unit 1 is programming language and topic is what is programming language. A programming language is a formal language used to communicate with a computer and instruct it to perform specific tasks. Just as humans use English, Nepali or Hindi to communicate with each other, programmers use programming language to communicate with computers. भनेको के छ भने नि प्रोग्रामिङ ल्याङ्ग्वेज एउटा ल्याङ्ग्वेज हो जुन चाहिँ कम्प्युटरसँग कम्युनिकेट गर्नको लागि युज गर्छौँ र कुनै स्पेसिफिक टास्क पर्फर्म गराउनको लागि हामी प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गरेर इन्स्ट्रक्ट दिने काम गर्छौँ। फर इक्जाम्पल अब जसरी ह्युमेन्सले अरूसँग कुरा गर्नको लागि आफ्नो भाषाको युज गर्छ नि, लाइक इङ्ग्लिस, नेपाली, हिन्दी और भोजपुरी जस्ता भाषाहरू युज गरेर कुराकानी गर्छ। त्यस्तै हो प्रोग्रामरले कम्प्युटरसँग कुरा गर्नको लागि प्रोग्रामिङ ल्याङ्ग्वेज नै युज गर्छ। प्रोग्रामर्स युज प्रोग्रामिङ ल्याङ्ग्वेज टु कम्युनिकेट विथ कम्प्युटर्स। इक्जाम्पलको लागि हेर्ने हो भने सी, सी प्लस, जावा, पाइथन, जावास्क्रिप्ट हो। And computer understand only machine language which consists of binary digit 0 and 1. Therefore, programming language act as a bridge between humans and computer. भनेको के छ भने नि कम्प्युटरले मात्र मसिन ल्याङ्ग्वेज नै बुझ्ने हो जुन चाहिँ बाइनरी नम्बरमा कन्सिस्ट हुन्छ, फर्स्ट 0 एन्ड 1, जसको कारणले चाहिँ के हुन्छ भने नि अब ह्युमन्स र कम्प्युटरको बिचमा एउटा ब्रिजको काम गर्छ के यो प्रोग्रामिङ ल्याङ्ग्वेजले। And another topic is types of programming language. Programming languages are mainly classified into three categories. First one is machine language, first generation language. Machine language is the lowest level programming language. यो भनेको एउटा लोएस्ट लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज हो। यो चाहिँ ओन्ली 0 एन्ड 1 मा कन्सिस्ट हुन्छ। The computer can directly understand machine language without any translator. For example, सपोज कुनै पर्सनलाई चाहिँ नेपाली आउँछ मात्र, इङ्ग्लिस आउँदैन, अनि कुनै अर्को पर्सन आएर इङ्ग्लिसमा कुरा गर्छन् अनि ऊ बुझ्न केही सक्दैन अनि उसलाई ट्रान्सलेटरको निड पर्छन् इङ्ग्लिस बुझ्नको लागि। सो यसमा त्यस्तो केही छैन। द कम्प्युटर क्यान डाइरेक्टली अन्डरस्ट्यान्ड मसिन ल्याङ्ग्वेज। मसिन के भन्छ भने नि कम्प्युटरले चाहिँ डाइरेक्टली मसिन ल्याङ्ग्वेज बुझ्न सक्छ विथआउट ट्रान्सलेटर। यो पिपल जस्तो भएन कि उसलाई ट्रान्सलेटरको निड छ, अरू ट्रान्सलेटर आउँछ अनि बुझाउँछ भनेर, त्यस्तो केही छैन। एडभान्टेजको कुरा गर्ने हो भने यसको एक्जिक्युटेसनमा फास्ट हुन्छ एन्ड डाइरेक्टली अन्डरस्टुड बाई कम्प्युटर, कम्प्युटर डाइरेक्टली नै बुझ्न सक्छ। एन्ड डिसएडभान्टेज डिफिकल्ट टु राइट, डिफिकल्ट टु डिबग एन्ड मसिन डिपेन्डेन्टी। भनेको अब के भयो भने नि अब लेख्नमा डिफिकल्ट हुन्छ, डिबग गर्ने डिफिकल्ट हुन्छन्। मसिन डिपेन्डेन्टी भनेको अब एउटा कम्प्युटरमा भएको कोड अर्को कम्प्युटरमा चल्न सकिँदैन, रन हुन सक्दैन, त्यो भनेको हो। इक्जाम्पलको लागि बाइनरी नम्बर हो दिस 10110001 and 11001010। And another one is assembly language, second generation language. यो भनेको चाहिँ के हो भने नि बाइनरी नम्बरको सट्टा यसले चाहिँ वर्ड जस्तो वर्डहरू
युज गर्छ यो एसेम्ब्ली ल्याङ्ग्वेजमा। एक्जाम्पलको लागि हेर्ने हो भने एड, सब एन्ड मुभ। एन्ड assembler इज रिक्वायर्ड टु कन्भर्ट एसेम्ब्ली ल्याङ्ग्वेज इन्टु मसिन ल्याङ्ग्वेज। अब एसेम्ब्ली ल्याङ्ग्वेजलाई मसिन ल्याङ्ग्वेजमा कन्भर्ट गर्नको लागि एसेम्बलरले रिक्वायर्ड गर्छ। यो छ नि यो पोइन्ट सेकेन्ड, एसेम्ब्ली ल्याङ्ग्वेजलाई मसिन ल्याङ्ग्वेजमा चेन्ज गर्नको लागि एसेम्बलर नि चाहिन्छ, निड हुन्छ। एडभान्टेजको कुरा गर्ने हो भने इजियर देन मसिन ल्याङ्ग्वेज, फास्टर एक्जिक्युटेसन। डिसएडभान्टेजको कुरा गर्ने हो भने अब मसिन डिपेन्डेन्टी स्टिल डिफिकल्ट फर लार्ज प्रोग्राम्स। एन्ड सेकेन्ड वान इज हाई लेभल ल्याङ्ग्वेज, थर्ड जेनेरेसन ल्याङ्ग्वेज। हाई लेभल ल्याङ्ग्वेज आर ह्युमन फ्रेन्डली प्रोग्रामिङ ल्याङ्ग्वेज। यो ह्युमन फ्रेन्डली हुन्छ। हाई लेभल ल्याङ्ग्वेज मानिसले सजिलो बुझ्न सकिने एउटा भाषा हो। एक्जाम्पल सी, सी प्लस, जावा, पाइथन, जावा स्क्रिप्ट। दिज ल्याङ्ग्वेज आर इजी टु रिड, राइट एन्ड मेन्टेन। यो ल्याङ्ग्वेजलाई हामी इजिली रिड गर्न, राइट गर्न र मेन्टेन गर्न सक्छौँ। कम्पाइलर र इन्टरप्रेटर कन्भर्ट देम इन्टु मसिन ल्याङ्ग्वेज। कम्पाइलर वा इन्टरप्रेटर युज गरेर मसिन ल्याङ्ग्वेजमा कन्भर्ट गरिन्छ। अब एडभान्टेजको कुरा गर्ने हो भने इजी टु लर्न, सजिलो सिक्न हुन्छ, लर्न गर्न इजी हुन्छ, इजी टु राइट एन्ड डिबग, लेख्न र डिबग गर्न इजी नै हुन्छ, पोर्टेबल हुन्छ। स्लाइटली स्लोवर देन लो लेभल ल्याङ्ग्वेज। डिसएडभान्टेजमा लो लेभल ल्याङ्ग्वेज भन्दा यो स्लाइटली स्लोवर हुन्छ। नेक्स्ट टपिक, ल्याङ्ग्वेज प्रोसेसर, प्रोग्राम इरर्स, फिचर्स अफ गुड प्रोग्रामर्स। So that's all for today's video. If this video helped you understand the topic, please like the video, share it with your friends and subscribe to the channel for more BC and computer tutorials. Thank you for watching. See you in the next video. Happy learning.